आएका हुन् प्रज्वल भने स्ट्राइकमा हुनेछ। छोटो डेलिभरी र बलले ग्याप भेटाउँदै जानेछ सीमा रेखा बाहिर। शानदार सट पहिलो डेलिभरी रहेको थियो उनको इनिङको र पहिलो डेलिभरीमै 4 सँगै खाता खोलेका हुन् ब्याटर प्रज्वल। उक्त सट फेरि पनि रिप्लेमा हामी हेर्न चाहौँ। छोटो डेलिभरी र यो शानदार सट बलले पनि ग्याप भेटाएको थियो र गएको थियो सीमा रेखा बाहिर। जुन प्रकारको पहिलो बलमा चौका पश्चात विकेट आएको थियो के यो पनि त्यही हुनेछ। यसपटक पनि डिफेन्सिभ सट। 1 पश्चात 9 मा 1 लुम्बिनी यस खेलमा टस जित्न साथ ब्याटिङका लागि गएका हुन् लुम्बिनी प्रदेश। यस खेलमा पहिलो ओभरको खेल समाप्तिमा 9 पश्चात 1 लुम्बिनी। अर्को इन्डबाट रिजन ढकाल। अर्को लेफ्ट आर्मर सीमर बागमती प्रदेशको लागि लेफ्ट आर्म सीमर। राम्रो सुरुवात भएको छ रिजन ढकालको। पटक भने ब्याट र प्याड र 1 रन कप्तान देव खनालको ब्याटबाट। ब्याटको भित्री किनारामा लागे पश्चात उक्त बल प्याडसँगै ठोकेको थियो र 1 रन आएको छ यस बलबाट। 7.50 को रन गति लुम्बिनी प्रदेशको लागि यस खेलमा। यसपटक पनि पिच प्याडमा लागेको छ प्रज्वलको बल ठोकिँदै र कन्फिडेन्ट पक्कै पनि आउनेछ ब्याटरलाई। जुन प्रकारले बल पिच ब्याटमा कनेक्ट भएको छ बागमती आज आफ्नो अन्तिम खेल खेल्दै यस प्रतियोगिताको र सुखद अन्त्य गर्न चाहन्छ बागमती यस प्रतियोगिताबाट। लुम्बिनीका लागि अर्को खेल बाँकी रहेको छ, त्यो खेल भोलि अन्तिम हुनेछ यस प्रतियोगिताको लिग चरणको अन्तिम खेल भोलि। उक्त खेलमा आर्मीले लुम्बिनीसँग खेल्नेछ र अहिलेको लागि भने बागमतीको लागि अन्तिम म्याच रहेको छ यस प्रतियोगितामा। त्यति सहज रहेन बागमती प्रदेशको लागि पनि यो प्रतियोगिता।
र लुम्बिनी प्रदेशको लागि पनि त्यति खासै रहेको छैन यो प्रतिक्रिया। यसैबीच अपिल सुरक्षित छन् ब्याटर प्रज्वल। उक्त बल फेरि पनि रिप्लेमा हामी हेर्नेछौँ। बल झर्न साथ भित्रतर्फ गइरहेको थियो स्विङ हुँदै। ब्याटरले बल खेल्नका लागि गएको थियो र केही अपिल भएको थियो त्यो बलमा। यसपटक नै सुरक्षित छन् ब्याटर। एक रन यस